हाई एभ्रिवान, फेरि पनि आइसकेको छु मेरो युट्युब च्यानल देवराजनी ब्लगमा। फेरि पनि नयाँ भिडियो लिएर हजुरहरूको साथ उपस्थित भइसकेको छु। हेरेर साथ दिनु होला। यदि नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला। हामी चाहिँ स्टार्ट गर्दैछौँ। भेज मोमो देख्न सक्नुहुन्छ। भेजको मिच हाम्रो रेडी भइसकेको छ। हाम्रो भाइ नाच्दैछ साइडमा टक्क लगाएर होइन। भेज मिच हामी भेज मोमो बनाएछौँ टक्क लगाएर। हाम्रो चाहिँ यो भेज मोमो बन्दैछ टक्क लगाएर होइन। हाम्रो भाइ पेल्दैछ टक्क टक्क गरेर पेल्दैछ। हामी दुईजना चाहिँ मजाले बनाउँदैछौँ होइन। धेरै फास्ट बनाउँछु उसले मेरोभन्दा होइन। अलिक एक्सपिरियन्स चाहिँ छ मभन्दा होइन। त्यसैले टक्क 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 छिटो छिटो बनाउँदैछ। हेर्दैछ क्यामेरातिर उसले पनि। धेरै ब्लगमा देखिसक्नुपर्छ उसलाई पनि होइन। मेरो प्राय रेस्टुरेन्टको स्टाफलाई देखिसक्नुपर्छ। फेरि पनि लिएर आइपुगेको छु। हामी कसरी काम गर्छौँ दिनभरिमा भनेर होइन। उसले चाहिँ अहिले प्याज छिल्दैछ किनकि मोमोको लागि प्याज चाहिन्छ हजुर होइन। तपाईँहरूलाई थाहै छ यदि मोमो खाएको छ भने त प्याज अभियसली हुन्छै हुन्छ होइन। थाहा पाइसक्नुहुन्छ आजको जमाना कसले पो खाएको छैन होइन। हामी चाहिँ बनाउँदैछौँ मोमो। भेज मोमो स्टार्ट भइसकेको छ। हाम्रो चाहिँ स्टार्ट यही बाटो हुन्छ। हाम्रो फर्स्टमा मोमो बनाएर मोमोसम्म सकेर अर्डरमा जानुपर्छ हामी चाहिँ होइन। ऊ दाइ चाहिँ मोमोसम्म बनाएर छुट्टी गर्छ होइन। ऊ चाहिँ मोमो बनाउने मात्रै हो। हाम्रो यो पनिर मोमो देख्न सक्नुहुन्छ। त्यो अब चाहिँ हाम्रो चिकन मोमो स्टार्ट भइसकेको छ। अब चाहिँ हाम्रो नयाँ दाइको इन्ट्री हुँदैछ। हाम्रो नयाँ दाइले बेल्दिनुहुन्छ। केही दिन भयो हाम्रो दाइ नेपाल बागलुङको हुनुहुन्छ होइन। त्यसरी हाम्रो भाइले चाय पिँदैछ। हामी दुईजना टक्क लगाएर मोमो बनाउँदैछौँ। हेर्न सक्नुहुन्छ हामी कसरी बनाउँदैछौँ होइन। पक्का पनि तपाईँहरूले थम्बनेलले बुझिसक्नु पऱ्यो के बनाउँदैछौँ भनेर हामी होइन। तर पनि हजुरलाई भनिदिएको होइन। मैले चाहिँ भोइस सब म्युट गरेर म चाहिँ आफ्नो मुखबाट भन्दैछु किनभने गाना बज्दै थियो। त्यसैले गाना बज्यो भने कपिराइट हान्छ भनेर त्यसैले म सबै मेरो मुखबाटै बनेर दैछु होइन। सुनेर हेरेर साथ दिनु होला। पक्कै पनि हजुरलाई बोरिङ लाग्ने छैन। हाम्रो काम कसरी गर्छौँ हेरेर साथ दिनु होला। तपाईँको हाम्रो चिकन पोर्क भेज मोमो सकेर हामी सेपाली बनाउँछौँ कसरी बनाउँछौँ त्यसै हामी कसरी काम गर्छौँ कसरी अर्डर मार्छौँ हेरिदिनु होइन। आई होप हजुरहरूको साथ सपोर्टले गर्दा फाइनली मेरो वाच टाइम पनि 4000 छिट्टै नै पुग्नेछ। मेरो 1K टार्गेट छिट्टै नै पुऱ्याइदिनु भएको छ हजुरहरूको मायाले गर्दा। मैले 1000 कम्प्लिट गरिसकेको छु। अब मेरो टार्गेट चाहिँ 4000 वाच टाइम पुर्याउने हो। देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी 3 जना भइसकेको छौँ मोमो बनाउने। हाम्रो दाइहरू बेल्दै हुनुहुन्छ होइन। टक्क लगाएर देख्न सक्नुहुन्छ। हाम्रो मोमो बनिरहेको छ। हाम्रो चिकन मोमो हाम्रो माइला दाइ हुनुहुन्छ। यहाँ चाहिँ चटनी पिस्दै हुनुहुन्छ। मजाले चटनी बनाउनु चाहिँ पङ्खा लागिरहेको छ। सुकाउनु पर्छ होइन। सुकाएर टाइपमा उठाउनुपर्छ। अहिले चाहिँ मोमो हाल्दैछ केटाहरूले। 1 मिनट पनि लाग्दैन मोमो हाल्ने केटाहरूलाई। म चाहिँ रेकर्डिङ गर्दैछु। केटाहरूले मोमोको टङ्गा हाल्दैछ होइन। देख्न सक्नुहुन्छ। मोमो हाम्रो बनाइ हाम्रो यो चाहिँ ज्यादा खात भएर चाहिँ साइडमा राख्छ होइन। स्टिमर आइहाल्छ त्यस्तै हारेर बढेर पास गर्ने होइन। देख्न सक्नुहुन्छ कति छिटो बढिसकेको छ केटाहरूले। हाम्रो मोमो हेर्न सक्नुहुन्छ। हाम्रो बुट्टा कस्तो छ भनेर देख्न सक्नुहुन्छ हजुर सबैले। यदि मेरो नयाँ च्यानलमा सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरेर बेल आइकनको घन्टी दबाइदिनु होला। यदि तपाईँ नयाँ हुनुहुन्छ भने होइन। हाम्रो मोमो यति साह्रै बन्छ होइन। हेर्न सक्नुहुन्छ हाम्रो मोमो कति धेरै बन्ने हुन्छ दिनभरिमा होइन। हाम्रो साइडमा चाहिँ सिल्भर लागिरहेछ। तपाईँहरू हाम्रो यो सिल्भरको होइन हाम्रो हाइजेनिक नै हुन्छ होइन। त्यस्तो सोच्नु हुँदैन। हामी देखिसक्नुभएको छ होइन। साइडमा ऊ होइन हाम्रो साफसफाइ धेरै क्लिन छ देख्न सक्नुहुन्छ होइन। हाम्रो चाहिँ यो रेशम दाइ आउनुभयो होइन। अब हाई भन्दै हुनुहुन्छ। हाम्रो रेशम दाइलाई पनि धेरैचोटि देखिसक्नुभयो मेरो भ्लगमा। अहिले पनि आइराख्नु भएको छ। हाम्रो मोमो सेफले चाहिँ अहिले चाहिँ बेल्दै हुनुहुन्छ। म रेकर्ड गर्दै त्यसैले चाहिँ उहाँले चाहिँ बेल्दै हुनुहुन्थ्यो। हाम्रो चिकन मोमो सब खतम भइसकेको छ। अब चाहिँ हामी सेपाली बनाउन गइरहेछौँ। हेर्न सक्नुहुन्छ। हाम्रो सेपाली पनि छ हाम्रो रेस्टुरेन्टमा होइन। टक्कल यो पोक मोमो बनिसकेको छ। अब सेपाली बनाउन गइरहेछु म चाहिँ। एउटा बनाएको मात्रै देखाउँछु धेरै टाइम हुन्छ भनेर त्यसैले एउटा मात्रै बनाएको देखाउँछु। त्यही राम्रोसँग बुट्टा बनाउन आउँदैन तर पनि हाम्रो भर्खर स्टार्ट भएकोले त्यस्तो खासै आउँदैन। बिस्तारै यसको पनि राम्रै हुन्छ बुट्टा होइन।
त्यो देख्न सक्नुहुन्छ। हाम्रो मम्सले चाहिँ बेल्दै हुनुहुन्छ। यो चाहिँ सेपाली चाहिँ म बनाउँछु होइन टक्क लगाएर। उसले चाहिँ बेलिसक्यो, अब चाहिँ म चाहिँ बनाउँदै गरेको देख्न सक्नुहुन्छ होइन। टक्क मिसासिजा हालेर टक्क लगाएर साइड साइड चेपेर चाहिँ यसलाई बनाउनुपर्छ, नत्र फ्राई गर्दाखेरि यसको चाहिँ बुट्टा निस्किन्छ। त्यसैले चाहिँ पहिला चेपेर त्यसपछि मजाले बुट्टा बनाउनुपर्छ। तर यति राम्रोसँग त आउँदैन, तर पनि होइन बनाएको चाहिँ हेरेर साथ दिनु होला, बिचमै छोडेर नजानु होला, फुल वाच गर्नु होला होइन। आई होप यदि हजुरहरू पनि च्यानल हुनुहुन्छ भने न्यू लेख्नु होला। आई होप म हजुरहरूलाई पनि साथ दिनेछु होइन। आशा गर्नुहोस् मेरो पनि साथ मिल्छ हजुरहरूलाई। हजुरहरू पनि हेरेर फुल वाच गरिदिनु होला। मेरो भिडियोहरू देखिसक्नुभएको छ। सेपाली कम्प्लिट भइसकेको छ। अब चाहिँ म बेल्दैछु। यो पछि चाहिँ हाम्रो फाइनली म सकिसक्यो। हामी किचनमा आइसकेका छौँ होइन। हाम्रो रेशम दाइले अर्डर मार्दै हुनुहुन्छ। हाम्रो नयाँ दाइ, हाम्रो मम्सेप साथी फोनमा अर्डर लाग्दै हुनुहुन्छ होइन। डेलिभरी पनि हाम्रो हुन्छ होइन। यो मुनिकाको पऱ्यो होइन। हाम्रो भाइ हाम्रो रेशम दाइले टक्क लगाएर अर्डर मार्दै हुनुहुन्छ। हाम्रो हल हाम्रो आजभोलि चाहिँ आइपिएलले गर्दा हल्का खाली छ। रेशम दाइले चाय पिइन्छ, यहाँ मेरो लागि पनि चाय रहेछ होइन। अब चाहिँ एकछिनमा म पनि अर्डर मार्न जानुपर्छ होइन। हाम्रो देख्न सक्नुहुन्छ किचन, म पनि अर्डरमा बस्नुपर्छ होइन। ममसम्म सकेर चाहिँ अर्डरमा जान्छु म। त्यसैले म पनि अब अर्डर मार्दैछु, देख्न सक्नुहुन्छ होइन। हाम्रो चाहिँ बन्न लागिसक्यो। अब मोमो सकेर चाहिँ अर्डरमा जानुपर्छ म चाहिँ होइन। त्यसैले अर्डर मार्दैछु होइन, देख्न सक्नुहुन्छ। त्यसपछि एकछिन पछाडि चाहिँ मोमोसम्म सकिएर अर्डर मार्दैछु। तर बिचमा हाम्रो पनिर मोमो सकेर पनिर मोमो पनि बिचमा बनाउनु पर्छ होइन। त्यसैले एकछिनमा अब म फेरि दोबारा पनिर मोमो बनाउँदै गरेको देख्न सक्नुहुन्छ। यो एग राइस बनाउँदैछु। अब चाहिँ यो बनाएर हाम्रो पनिर मोमो फेरि स्टार्ट हुन आँटेको छ, किनकि सकिएको छ पनिर मोमो, त्यो सकिसकेको छ। त्यसपछि यो सकेर चाहिँ म न्यू रेस्टुरेन्टमा गइहाल्छु होइन। गाइजहरू टक्क लगाएर सकिसक्यो हाम्रो यो पनिर मोमो बनेर। त्यसपछि चाहिँ म नयाँ रेस्टुरेन्टमा देख्नुहुन्छ। हाम्रो नयाँ रेस्टुरेन्ट किचन हाम्रो साथी हुनुहुन्छ सपन साथी, यो अमिर दाइ हुनुहुन्छ। यहाँ चाहिँ यो हाम्रो किचन हो। यहाँ अमिर दाइ हेलो भन्दै हुनुहुन्छ होइन। सबैले हाई भनिदिनु होला। हाम्रो सपन साथी देखिसक्नुभएको छ। म चाहिँ अहिले फेरि नयाँ रेस्टुरेन्टमा अर्डर मार्दैछु, देख्न सक्नुहुन्छ। हाम्रो दुईवटा रेस्टुरेन्ट छ, घरि यता घरि उता गरिराख्नुपर्छ होइन। जता काम पऱ्यो त्यतै जानुपर्छ। चाहिँ हाम्रो नयाँ रेस्टुरेन्टको हल देख्न सक्नुहुन्छ। धेरैचोटि देखिसक्नुभएको छ हजुरले हाम्रो हल होइन। हेरेर साथ दिनुभएको छ, धेरै धेरै धन्यवाद। र भाइलाई देख्न सक्नुहुन्छ टक्क लगाएर हिँड्दै आउँदैछ, झन् ब्लग बनाउँदैछ भने स्टाइल मारेर आउँदैछ हाम्रो भाइ। हाम्रो यो हल हो होइन। आजभोलि चाहिँ आइपिएलले गर्दा अलिक कमै छ मान्छे कस्टमरहरू होइन। तर क्लोजिङ पनि लास्टमा भएको कारणले कमै छ, देख्न सक्नुहुन्छ। हाम्रो यो किचन हाम्रो भाइ खाना खाँदा के हो यो ब्लग बनाउनु देखेर लुकाएर राखिसकेपछि खाना फाइनली हाम्रो किचन क्लोजिङ भइसकेको छ। टक्क लगाएर हाम्रो केटाहरू क्लोजिङ भएर बसिरहेको छ। यहाँ खाना खाँदै हुनुहुन्छ, यहाँ टक्क लगाएर। ओ भाइ यता हेर न, हेलो फाइनली दाजुभाइ हाम्रो नयाँ दाइ हुनुहुन्छ यहाँ। हाम्रो दाइ विकास दाइ हुनुहुन्छ। त्यसपछि हाम्रो साथी हुनुहुन्छ। हाम्रो चाहिँ क्लोजिङ भएर बसिरहेको छ टक्क लगाएर होइन। हाम्रो भाइ चाहिँ यता देखाउनुहोस् भन्दैछ टक्क लगाएर। हाम्रो अमिर दाइ हुनुहुन्छ। हेलो भाइ, हाम्रो कान्छा भाइलाई बिचरालाई चाहिँ एकदम सपोर्ट गर्नुपर्छ है तपाईँहरूले ल। ल बाई बाई गाइजहरू, अब चाहिँ क्लोजिङ भइसक्यो। टाटा, हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। अझ चाहिँ हामी क्लोज भइसक्यो। अब चाहिँ खानासाना खाएर हामी चाहिँ रुमतिर जाँदैछौँ। ल बाई बाई, गुड नाइट।